र किन नहोस् नेपाल माताका वीर सपूत जो ठहरिए। राजा पोरसले सिकन्दरलाई जवाफ दिँदै स्पष्ट शब्दमा भने, अब अर्को भेट रणभूमिमै हुनेछ र भविष्यमा के हुन्छ त्यसको निर्णय त्यहीँबाट निस्कनेछ। जस्तो देश त्यस्तै भेष। राजा पर्वतेश्वर पर्वत जस्तै कहिल्यै कसैको सामु नझुक्ने अटल र पर्वत जस्तै शक्तिशाली पनि। इतिहासकारहरूका अनुसार राजा पोरसको उचाइ 7 फिट 6 इन्च थियो र उनी युद्धकलामा परिपूर्ण थिए। राजा पोरसलाई शिर कटाउन मन्जुर थियो तर शिर झुकाउन बिल्कुलै थिएन। राजा पोरस ती महाबली महावीर थिए जसले जब पनि रणमा गर्जन गरे स्यालहरू पुच्छर लुकाएर भागेको देखिन्थ्यो। यसरी आत्मसम्मानलाई सर्वोपरि राख्दै राजा पोरसले सिकन्दरको स्याल जस्तो धम्कीपूर्ण सन्धि प्रस्तावलाई अस्वीकार गर्न अलिकति पनि हिचकिचाएनन्। यद्यपि सिकन्दरको सेना पोरसको सेनाभन्दा संख्यामा 100 गुणा ठूलो थियो र सिकन्दरको टाउकोमा त विश्वविजयको भूत सवार थियो, अत उसँग युद्ध बाहेक अरू कुनै विकल्प बाँकी थिएन। त्यसैले चलाक सिकन्दर योजना बनाउन थाल्यो कि आखिर राजा पोरसलाई कसरी पराजित गर्न सकिन्छ, किनकि यदि सिकन्दरले सीधा तरिकाले युद्ध गर्यो भने उसले झेलम नदी पार गर्नुपर्ने थियो र नदीको अर्को किनारमा राजा पोरसको सेना उसको पर्खाइमा पहिल्यै तैनात थियो। सिकन्दरलाई यो राम्ररी थाहा थियो कि यदि उसको सेनाले नदी पार गर्ने कोसिस पनि गर्यो भने पौरवको सेनाले पलभरमै उसको विशाल सेनालाई जल समाधि दिनेछ।